यो कार्तिकमा चाहिँ त्यो बालुते त सुनको हो र हजुर जय शम्भु हर हर महादेव। उहाँको चाहिँ सुनको औँठी गणेश भएको सुनको औँठी हराइसकेपछि बिल हेर्दाखेरि घरमै छ भने चाहिँ हजुर घरमै छ भन्दाखेरि चाहिँ घरमा खोज्दाखेरि सुनको औँठी पाएको हुनाले उहाँले थोरै फलफुल बोकेर आउनुभएको छ। खास के भएको थियो कहाँ भन्नु त्यही चाहिँ भन्नु त्यही दराजभित्रै यहाँको नानीले हेरेर दराजभित्र छ भन्दाखेरि चाहिँ पाउनुभयो। पहिला खोज्नु भएन त मेरो हस्बेन्डले खोज्नु भएको देख्नु भएन त्यही खोज्नु भएको देख्नु भएन 2-3 चोटि हेरेँ 2-3 चोटि पछि कसरी भयो त त्यही त खै म चाहिँ काठमाडौँ आएपछि मैले चाहिँ खोलेर हेर्दाखेरि अन्त दराजमा खोजेँ अनि पछि अहिले तपाईँले डब्बा डब्बाको बिचमा हुनुभएको खोलेर अनि एउटामा हल्लाए थिएन त्यो अर्कोमा चाहिँ एउटा सुनको त्यो हुन्छ नि चेन भएको ब्याग हो त्यो पेपर भएको के राशि तपाईँलाई मेरो वृश्चिक तपाईँको मेरो चाहिँ मिथुन हो तपाईँको वृश्चिक ल सुन पाएको औँठीको पाएको खुसीमा चाहिँ फलपत्र आउने हुन्छ धेरै धेरै धन्यवाद। कहाँबाट आउनु भयो तपाईँ ए यो पनि चराउनु ल्याएर छ नि त नि यो डियो धन्यवाद है त कहाँदेखि आउनु भयो अहिले चाहिँ खासमा अहिले मैती देवी हो ए मैले बस्ने त हामी चाहिँ दाङबाट आएको ए